तत्कालीन गृहमन्त्री तथा सांसद सुदन गुरुङले आफू विरुद्ध छानबिन समिति गठन भएको विषयमा प्रतिक्रिया दिँदै सरकारले निष्पक्ष रूपमा सत्य तथ्य बाहिर ल्याउनेमा आफू पूर्ण रूपमा ढुक्क रहेको बताएका छन्। यदि आफूबाट कुनै गल्ती भएको प्रमाणित भएमा वर्तमान सरकारले कुनै पनि हालतमा नलुकाउने र कारबाही गर्ने स्पष्ट पारेका उनले आफूले कुनै पनि गलत काम नगरेको दावी गरेका छन्। आफ्नो दलले गलत गर्ने कसैलाई पनि प्रश्रय नदिने कुरामा जोड दिएका गुरुङले आफ्नै श्रम मन्त्रीलाई समेत सरकारले नछोडेको स्मरण गराएका छन्। उनले अगाडि थपे, पहिलाका राजनीतिक दलहरू जस्तो यताउता गरेर वासिङ मेसिनमा धोएर ल्याउने यो हाम्रोमा हुँदैन। सांसद गुरुङले छानबिन समिति गठन हुनु अघि नै आफ्ना दलका प्रमुख नेताहरूले आफूलाई कुनै गलत काममा संलग्नता रहे नरहेको बारे सोधपुछ गरेको समेत खुलासा गरेका छन्। नेताहरूले यदि गलत काम भएको पाइएमा कारबाही भोग्न तयार हुनुपर्ने भनी पहिला नै सचेत गराइसकेको उल्लेख गर्दै उनले आफ्नो तर्फबाट कुनै गल्ती नभएकाले आफू सजिलै छानबिनको सामना गर्न तयार रहेको स्पष्ट